हेलो एन्ड नमस्ते गाइज, वेलकम टु माई न्यू ब्लग होइन सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि एकदम सन्चै छु। आज चाहिँ भने हामी चाहिँ यो काठमाडौँको चाहिँ टक्क भक्तपुर भन्ने ठाउँको चाहिँ पुरा पाखामा चाहिँ चढिरहेको छु क्या। यस्तो छ होइन, देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ बवाल छ है। पछाडिको ब्याकग्राउन्डहरू यस्तो छ। जोस् ट्र्याकिङ गरिरहेको छु भनौँ न आज है। यतै हाम्रो रुम छेउछेउतिरै पर्छ कि यो चाहिँ, त्यही भएर चाहिँ हामी चाहिँ यहाँ पुरा ट्र्याकिङ हान्दा छु। अर्को बारीमा चाहिँ हामी यसरी हिँडेको अवस्था छ। मान्छेले देख्यो भने सायद ढुट्टु हान्दा होइन, त्यो भएर सेभिङ पारामा चाहिँ हिँड्नुपर्ने हुन्छ होइन गाइज। यस्तै हो, सबैजनालाई भ्लगहरू हेरिदिनु होला ल। फाइनल गाइज हामी चाहिँ यहाँबाट यस्तो हामफालेको अवस्था छ, यो देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। यस्तो छ है भाइ, पछाडिको ब्याकग्राउन्ड पनि हेर्नु होला, पुरै यस्तो छ। त्यो हावा चाहिँ एकदम खतरा आउँदैछ क्या यहाँबाट चाहिँ। ठिक छ, रमाइलो भइरहेछ। देख्न सक्नुहुन्छ यो पहाड चाहिँ असार साउनको बेलामा चाहिँ त्यो भनौँ न पहिरो गइरहेको हुन्छ कि पुरै। अब एउटा माटो जस्तो छ नि त, अनि त्यही भएर चाहिँ पुरै चिसेर चाहिँ पुरै पहिरो गइरहेको हुन्छ क्या। बट अब यस्तै हो होइन। अब यो ठाउँ चाहिँ अब खेतीपातीको लागि चाहिँ एउटा योग्य ठाउँ छ होइन। चिसो ठाउँ पनि छ नि त, त्यही भएर यस्तै छ है गाइज भक्तपुर हाम्रो। जस राम्रो छ, रमाइलो छ। सबैजनालाई अब भिडियो हेरिदिनु होला। पुरा माथि चाहिँ हामी यता हाइकिङ गरिरहेको अवस्था हो कि होइन। त्यस्तो छ है। भिडियोहरू हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानल पनि होइन। अब भने के कहिले पुग्ने हो त्यो त थाहा छैन, बट अब तपाईँहरूले सपोर्ट गर्नुभयो भने चाहिँ अब चाँडै पुग्नेछ होइन। त्यही हो गाइज है। अनि यता चाहिँ देख्नु सक्नुहुन्छ ठ्याक्कै यो पाहाडको चाहिँ अपोजिट यो साइडमा चाहिँ यस्तो रहेछ क्या, बवाल छ है होइन गाइज। यस्तो छ, बवाल छ क्या ठाउँ। यो ठाउँलाई त के भनौँ, अब काठमाडौँ जस्तो पनि लाग्यो क्या मलाई चाहिँ होइन। त्यो बवाल छ ठाउँ गाइज, देख्न सक्नुहुन्छ। ब्युटिफुल छ क्या। यता बस्नुको फाइदा भनेको चाहिँ अब कोठा भाडादेखि पानीदेखि हरेक कुराको चाहिँ सुविधा छ क्या होइन। त्यही हो, राम्रो छ ठाउँहरू। यो चाहिँ ठ्याक्कै हामी चरेको डाँडाको चाहिँ अपोजिट साइडको चाहिँ भ्यू हो, देख्न सक्नुहुन्छ तपाईँहरू सबैजनाले होइन। जे होस्, यो चाहिँ के भन्नु र खोइ अब होइन। काठमाडौँ जस्तो भाइब चाहिँ छैन क्या, पुरै गाउँघर जस्तो फिल आइरहेछ। देख्न सक्नुहुन्छ होइन। यहाँको चाहिँ एकदम वातावरणहरू नै राम्रो छ क्या, बवाल छ बस्नुलाई चाहिँ। जे होस् धेरै नै राम्रो छ भनौँ न होइन। शान्तिपूर्वक आनन्द खालको छ होइन। एउटा गाउँघर जस्तो भाइब्स आउँछ क्या, त्यही भएर रमाइलो छ गाइस। काठमाडौँ जस्तै छैन क्या होइन। यस्तो छ चाहिँ भनौँ न, यो ठाउँ चढ्दाखेरि चाहिँ कौवा डाँडाको याद चाहिँ आइरहेको छ। एकचोटि हामी कौवा डाँडामा गएको थियौँ, सेम त्यस्तो चाहिँ ठाउँ रहेछ। यो चाहिँ बवाल छ। त्यो अगाडिबाट झन् बवाल देख्ने रहेछ। उताको भ्यू पनि देखाइदिन्छु तपाईँलाई, पछाडिको देख्न सक्नुहुन्छ है। यस्तो छ, हामी चाहिँ दुईजना हो, बासिङ सर र म हो। आज चाहिँ हामी होइन हाइकिङ गरिरहेको अवस्था। बाटो यताबाट छ फाइनली। गाइस हेर्नुहोस्, हामी चाहिँ बस्ने उयो घर हो क्या, यो साइडको घर हो होइन। देख्न सक्नुहुन्छ यस्तै छ है गाइज। हामी चाहिँ यहाँ बारी हिँडिरहेको अवस्था छ है। कसको बारी हो कुनै, मान्छेले देख्यो भने चाहिँ हामीलाई ढुट्टो हान्ला है। बट अब केही छैन, मान्छेहरू पनि प्रायः अब यसमा चाहिँ चढिरहेको हुन्छ, भिजिट गरिरहेको हुन्छ। यहाँको भ्यू नै हेर्नु न, बवाल छ क्या होइन। एकदम हुन्छ नि, मन नै एकदम शान्त खालको होइन, एउटा रमाइलो खालको। जोस् भ्यूको लागि चाहिँ रमाइलो छ क्या, माइन्ड नै फ्रेस हुन्छ। हामी मात्र होइन, प्रायः मान्छेहरू पनि अरू पनि आउँछौ। देख्न सक्नुहुन्छ यस्तो छ नि भ्यू होइन। एउटा गाउँघर जस्तो भाइब्स आउँछ। त्यो साइडको चाहिँ तपाईँको फेरि बलुवाखानी हो कि, त्यहाँ चाहिँ बलुवाहरू चाहिँ वासिङ गरेर पठाइन्छ होइन। साथै यो ठाउँ चाहिँ अब खेतीबालीको लागि पनि चाहिँ एकदम राम्रो ठाउँ हो कि होइन। देख्न सक्नुहुन्छ गाउँहरू मजाले फलेको छ। यो ठाउँमा चाहिँ अब खेतीपातीहरू पनि राम्रो हुन्छ क्या, सागसब्जीहरू भयो है, किनकि चिसो ठाउँ छ नि त, त्यही भएर।
यो चाहिँ हाम्रो पुकु डन है। हामी चाहिँ टक्क फर्केको कि अनि पुकु पुरै एकदम रमाइरहेको अवस्था छ। पुरै हेर्नु होइन, देख्न सक्नुहुन्छ पुरै रमाइरहेको छ। रमाइलो लागिरहेको छ जे होस् होइन, यस्तै गाइस।